नरेंद्र मोदी, अगर आप सोचते हो कि मैं पाकिस्तान में बैठकर तुमसे डर जाऊंगा तो ये आपकी गलत सोच है। और मैं चुप नहीं रहूंगा। अहिले चाहिँ इन्डिया र पाकिस्तानको बीच एकदम ठुलो वार चलिरहेको छ, जहाँ एक रात इन्डियाले पाकिस्तानमाथि ठुलो मिसाइल बम छोडेको भिडियो समेत आएको थियो। यसकारण पाकिस्तानको सबै स्कुल, युनिभर्सिटी लगायत अरू कामहरू बन्द भएका छन्, जसमा इन्डियामा पनि 600+ फ्लाइट क्यान्सल भएको न्युज आएको छ र त्यो घटनापछि पाकिस्तानमा 900 सिभिलियन सहित 28 इन्जर्ड भएका थिए। अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यस वारलाई लिएर आफ्नो शब्दहरू पोखेका थिए। India, don't be scared. I know you're scared after seeing recent missile tests by Pakistan and rising tensions, but stay calm. I stand with you. India is a great nation with incredible strength and spirit. The bond between America and India is unbreakable. To all my friends in India, have faith in your leadership, your military, and your people. अस्ट्रेलियाको वान अफ द बिगेस्ट न्युज च्यानल 7news.australia ले समेत यस न्युजलाई चाहिँ कभर अप गरेका थिए, जुन तपाईं हेर्न सक्नुहुन्छ। Have exchanged attacks in a violent breakdown of relations this morning. India confirmed it had launched airstrikes on 9 locations in Pakistan and Kashmir. Pakistan's military confirmed 3 locations have been attacked, including a mosque. It then responded, firing artillery across the border into Kashmir. साथै यो वारले गरेर इन्टरनेशनल एक्सपोर्ट रोकिएको कारणले इन्डियालाई 7 दिनमा $1.26 बिलियन र पाकिस्तानलाई $500 मिलियन को घाटा लागेको कुरा आएको छ। अहिले सिङ्गो भारत तनावको अवस्थामा छ, त्यसमा पनि खास गरी पाकिस्तानसँग सीमा जोडिएको जिल्ला र राज्यहरूमा कहाँ कति बेला मिसाइल खस्ने हो ठेगा। Pakistan threatening India after this horrible Pahalgam attack. Unacceptable. India is a great ally, a tremendous friend to America.